सुन्तला टिपेको यता हो के साह्रो फलेको यता पनि हेर त सुन्तला त यसपालि चाहिँ डर फल्छ हाम्रो कम्ती फलेछ यहाँको चाहिँ बेसी फलेछ यो के उल्का फलेको त यो सुन्तला खाने मान्छे छैन सही बजार पायो भने त यसले त पैसा बहुत हुन्छ यो चाहिँ मिठो छ यो मिठो छ सुन्तलाले पुरा उयो डालै के साह्रो फल्छ भाँचिसकेछ यसरी नुहेर सुन्तला पाकेर पहेँलै भयो बोट हेर्नु है यहाँ सुन्तला फलेर चाहिँ डाला भाँचेको अर्पण आमाको किचन एक्स्ट्रा किचन हो यो 3-4 फुट त के साह्रो नुएको अन्त बब्बरी आऊ बुढी आऊ सुन्तला नुहेर यो रातमा हो कालुमा राजमा जस्तै छ रमाइलो छ गाउँ बुढेसकालमा यतै बस्नुपर्छ अब सागसब्जीको उयो केही कमी छैन मेरो कान्छा बाजेले बनाएको घर यो मेरो कान्छा बाजेले बनाएको घर नाला लुङ के वक्त नि केटी लुङ गेला ला त लुङ यो त जुना हो यहाँ पनि कस्तो छ हेर त कालमा कस्तो मजाले बजेको नि के साह्रो बोल्दै नपाउने यस्तो हो नि त सुन्तला फलाइ त यस्तो रसिलो गसिलो छ है हाम्रो ठाउँ म्याम साइली सुरा बल्पा में है सुरा एक डोंट परेछ सुरा कुरा सम्झेर ल्याउँदै भएछ